wise she don't have any idea on this vlogging, so please guys compromise and watch her video. एपेन्डिक्स भएको रहेछ त्यो खानु डक्टरले मलाई गरेको थियो हेर्नु न साथीहरु मलाई चाहिँ भुइँ लगाएर हेर्नु यस्तो दामी देखेको छ उता चाहिँ बाबुको लागि के खा हेलो एभ्रीवन नमस्ते वेलकम ब्याक टु माई सेकेन्ड ब्लग हजुरलाई एकदम धेरै स्वागत छ मेरो फर्स्ट ब्लग हजुरहरूले मन पराइदिनु भयो त्यसको लागि एकदम धेरै धेरै धन्यवाद अनि आज म बाबुसँग ब्लग स्टार्ट गर्दा आइसकेँ हाम्रो सोध्दै ठिकै छ साथीहरु तपाईले चाहिँ हाम्रो मुकबाङ अरे हिजोको ब्ल्याक फुड च्यालेन्जलाई चाहिँ एकदम धेरै मन पराइदिनु भयो त्यसको लागि चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु अनि बाबुले चाहिँ काकी हामी खेलौँ न भन् अस्ति आएदेखि रिक्वेस्ट गरेको तर काकी not busy mobile not busy video playing काकी इज बिजी द्याट्स वाइ सी इज नट प्लेइङ अनि अहिले चाहिँ आज काकीको भुडी दुखेको छ साथीहरु के हो यो खेलाउने कुरा पनि तर यस्तो रहेछ खेलाउने कुरा पनि एउटा यो अरे के छ साथीहरु त बुझ्दिन आज चाहिँ म बिमारी छु साथीहरु अनि बिमारी भएर 3 घण्टा सुतेको साथीहरु म चाहिँ यसले चाहिँ मलाई उठाएको एपेन्डिक्स भएको रहेछ त्यो खानु डक्टरले मलाई गरेको थियो हेर्नु न साथीहरु मलाई चाहिँ भुँडी दुख्दा साथ दिने थिए कति माया लाग्छ मलाई कति माया गर्छु म त त्यस्तो बेला कराउँछु तर बिचरा काकी तपाईँको भुँडी दुखिरहेको छ तपाईँको साथी बस्छु ल म भनेर बस्छन् कति माया लाग्यो मलाई थ्याङ्क यू ए पुस्तो रहेछ काकीले माया गरेको पुग्छ म त मेरो म पुग्दै हो अलराइट साथीहरु बेलुकाको टाइममा चाहिँ यस्तो चिसो मौसममा चाहिँ यहाँ बुढाले के गर्दै हुनुहुन्छ त्यो के गर्दै हुनुहुन्छ I'm making here पकौडा के साथीहरु म चाहिँ यहाँ पकौडा बनाउँदैछु चट्ट लाएर पकौडा मात्रै हैन अझै आलु चप पनि पकाउन बाँकी आलु चप भनिन्छु अन्डा चप पनि पकाउन बाँकी नै छ र आकृतिको ब्लगमा लाइक शेयर कमेन्ट सब्स्क्राइब ड्याङ गरेर गरिदिनु होला भन्न चाँदै म यता पकाउँदै छु हेर्नु होला साथीहरु यस्तै नै छ पकाउँदै छु है त चिसो मौसममा तातो पकौडा र अन्डा चप भातसँग खानलाई यस्तो बवाल हुन्छ कि साथीहरु यस्तै नि हो आकृतिले धेरै मेहनत गर्दैछन् उनले धेरै दिन आई मिन टु से सी इज नट मेकिङ ब्लग ओके सी इज मेकिङ ओन्ली द मिनी ब्लग that's why she don't have any idea on this vlogging, so please guys compromise and watch her video. That's make our video लाइक त्यही भएर हल्का गरिदिनु होला इंग्लिश बोल्नु पर्यो भने फेरि सक्दैन नि फेरि धेरै वर्ष भयो इंग्लिश नबोलेको त्यही भएर नत्र भने म हेर्दा कालो भए पनि अहिले जति इंग्लिश बोल्न सक्दिन सो यहाँ चाहिँ पकाउँदै हुनुहुन्छ अनि म चाहिँ खानाको पर्खाइमा चाहिँ साथीहरु आज चाहिँ मलाई एकदम मजा छ यहाँ सुतो बसो उठो हैन खायो मात्रै न गर्नु परेको छैन काम मम्मीले खानासाना पकाउनु भयो मलाई चाहिँ पिरियड भएर चाहिँ हुँदैन अनि त्यही हो साथीहरु अहिले चाहिँ खाएको देखाउँछ है त हजुरहरूलाई साथीहरु यहाँ चाहिँ खाना एकदम रेडी भइसकिसक्यो सो अब चाहिँ म खान्छु है त देखिरहेको हेर्नु न तातो खाना रेडीहरू खाँदै हुनुहुन्छ हेलो एभ्रिवान नेक्स्ट डे सेम ब्लग हजुरहरूलाई फेरि स्वागत छ म चाहिँ बिहान उठेर बाहिरको मौसम चाहिँ एकदमै धेरै चिसो छ साथीहरू हेर्न सक्नुहुन्छ हजुरहरू पनि सर यस्तो छ आज चाहिँ अलिअलि हुस्से लागेको छ अहिले चाहिँ एकदमै धेरै ढिलो चिसो आयो साथीहरू के अरे अहिले मङ्सिरदेखि असोज कार्तिकदेखि लाग्नु पर्ने योपालि चाहिँ पुसदेखि लागेको छ जाडो पनि पुसदेखि तर पहिलेको पालि भन्दा योपालि चाहिँ एकदमै धेरै चिसो भएको छ साथीहरू नुहाउनलाई पनि एकदमै धेरै अल्छी लाग्छ अनि सो साथीहरू अब चाहिँ दिउँसोको बेलामा चाहिँ म टक्कसँगले नुहाउन आँटेको होइन नुहाउनुभन्दा अगाडि चाहिँ म टाउकोमा तेल लाउँछु अनि मजाले तेललाई मसाज गरेर 1 घन्टा पछाडि नुहाउँछु अनि त्यही हो साथीहरू घरमा चाहिँ अहिले कोही हुनुहुन्न जीवन पनि उहाँ बाहिर जानुभएको छ उहाँ भाइको कामको लागि उहाँ बिर्तामोड जानुभएको छ अनि मम्मी डेडी चाहिँ आलु गोड्नलाई पर आमा घर जानुभएको छ अनि घरमा चाहिँ कोही छैन साथीहरू कोही छैन खाली छ घर चाहिँ पुरा अनि यताभित्र चाहिँ मेरो साथी मेरो मित्र मेरो दोस्त
मेरो छोरो कति ह्यान्डसम छौ तिमी यता हेर त भिडियो अफ गरेर कति राम्रो छ तिमीलाई अहिले म मिठो मिठो पकाएर खुवाउँछु ल करेन्ट खाने ल यता हेर त हाई भन्देऊ कति ज्ञान छ देख्नु साथीहरू तपाईँहरूले कतिजनाले कमेन्ट गर्नुभयो त्यो कति ह्यान्डसम ह्यान्डसम भनेर एकदमै हाम्रो घरको ह्यान्डसम सबैभन्दा काकालाई टप दिन्छ अनि त्यस्तै त्यस्तै छ साथीहरू अहिले चाहिँ म के गर्छु भनेर देखाउँछु अब चाहिँ तेल लगामै त टाउकोमा मजाले मसाज गर्नुपर्छ नुहाउन नपाएको 2 दिन भइसक्यो साथीहरू एकदम जाडो भएर अब चाहिँ नुहाउनु पर्ने पनि हुन्छ अनि त्यही हो साथीहरू हेर्दै गर्नु होला है त साथीहरू अब चाहिँ टाउकोमा तेल लाउँदैछु म चाहिँ मजाले तोरीको तेललाई सरर हालेर टाउकोमा टक 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 पारेर मजाले यस्तो यस्तो गरेर चाहिँ बिर्को लगाइदिउँ एकछिन साइडमा राखेर यस्तो 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 मजाले जराइसम्म पुग्नुपर्छ क्या साथीहरू जराइसम्म पुग्यो भने मात्रै हाम्रो कपाल चाहिँ बढ्छ र पनि मेरो कपालै बढेन साथीहरू यहाँसम्म मात्रै आएको छ यसलाई मजाले मसाज गर्नुपर्छ साथीहरू मसाज अनि यस्तै मसाज गर्नुपर्छ अनि राम्रो देखिन्छ साथीहरू म चाहिँ नुहाई धुवाई गरेर चट्ट पर काम साम सबै सकेर बसिरहेको छु अनि यहाँ चाहिँ हामीले स्पाइसी रोल ल्याएको छु मैले खानाको लागि अनि अब चाहिँ म एकदमै नुहाई धुवाई गरिसकेपछि एकदमै धेरै भोक लाग्छ साथीहरू कसलाई भोक लाग्छ कमेन्ट गर्नु होला अनि साथीहरूलाई चाहिँ मेरो भ्लग के कस्तो लाग्दैछ कमेन्ट गरिदिनु होला मेरो चाहिँ फर्स्ट आयो हजुरहरूलाई चाहिँ बोर लाग्यो होला यस्तो मतलब घरको यताउता भनेर अब घरमा जे गरिदिन्छ त्यही देखाइने हो डेली भ्लग भनेको साथीहरू अनि अब चाहिँ म खाजा पकाउन आँटेको छु अनि खाजामा चाहिँ बाबुले चाउमिन पकाउनु भनेर चाउमिन चाहिँ म यहाँ बोइल गर्न आँटेको छु टक्क लगाएर सबै भेजिसहरू काटकुट पार्छु अहिले अनि मम्मी डेडी कोही पनि हुनुहुन्न अनि त्यही भएर 2 जनाको लागि मात्रै पकाउन आँटेको छु अब तपाईँहरूलाई चाहिँ म एकैचोटि पाकिसकेपछि देखाउँछु है त अनि खाएको पनि देखाउँछु सो स्टे ट्युन यहाँ चाहिँ टक्क लगाएर हेर्नु यस्तो दामी देखेको छ उता चाहिँ बाबुको लागि के खा कस्तो देखेको छ मिठो हुन्छ होला खा किन हप्काउनु भएको कस्तो छ तेरो नाटकमा देखा सो साथीहरू चाउमिनको साथ स्पाइसी रोल पनि खाऊँ है त वाउ फर्स्ट बाइट गाडीमा पनि हेर्छु र छिटो गर्नु न अब के खाने भन् त अब के खाने भन्न के भन्दा साथीहरू अब चाहिँ सादा चाउचाउ साथीहरू अहिले चाहिँ बेलुकाको टाइममा अहिले जीवनहरू कोही पनि आइपुग्नु भएको छैन मम्मी डेडी पनि आइसक्नु भएको छैन बाबु र म चाहिँ अल्छी लागेर बसिरहेको छु बाबुले आज एउटा गीत सुनाउँछ अरे उसले आफ्नै ऱ्याप बनाएको छ अरे लु सुनाइदिनु त गलाना हेरा जाँदैछु सिधा भएर राम्रोसँग साबुरलै चौडेर यो मोना जान्छु हेरा न सानो तिमीलाई सम्झेर कसलाई सम्झिँदैछ सानो तिमीलाई सम्झेर भन्दै कसलाई अब सम्झ एउटा गाना गाउँछ है त्यो चाहिँ हिन्दीमा रेको सिधा हो न सिधा भएर देखिन्छ पल पल जीना साथीहरू यसलाई नि साथीहरू यसलाई चाहिँ नि के अरे गीत गाए त भन्नु भने यसको फेभरेट गीत होला यो होइन फेभरेट हो रे पल पल जीना मुहार साथी खोइ के तेरा गाना गाउँछ अभिजको आशिक दिल तेरा दीवाना ये समझे दीवाना समझे जिगर तेरा अब पल 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 जीना मुहाल मेरे तेरे बिना ये सारे से बेका ये तेरी आंखों के सिवा घर नहीं जाता मैं बाहर रहता तेरे इंतजार ये सारे ख्वाबों में याद करके सोला सिंगर मैं क्यों होश में आता नहीं सो साथीहरू अनि मेरो बाबुलाई चाहिँ कसैले भोइस अफ नेपाल के भन्छ न के पो भन्छ भोइस अफ नेपालमा गाउनेमा
सेलेक्ट गर्नलाई यसलाई बोलाउनु है त कसैको गीत गाउनहरूमा के काम छ भने चाहिँ यसलाई खबर गर्नु होला यो चाहिँ त्यतिकै बसिरहेको छ काम नगरिकन सो साथीहरू आजको लागि चाहिँ यति नै हजुरलाई मेरो भिडियो के कस्तो लाग्यो कमेन्ट मार्फत भन्नु होला भन्दै बाई बाई सी यु नेक्स्ट ब्लग